कृषिको क्षेत्रमा साँच्चै भन्ने हो भने लेटाङ नगरपालिकाको बजेट हामी सबै कृषिमा आश्रित छौँ, पशुपालनमा आश्रित छौँ, कम भएको हो कि भन्ने हामीलाई महसुस भएको छ। हुन त माथिल्लो भेगमा र केही तराईकै भेगमा पनि बाख्रा पालन अत्याधिक हुँदो रहेछ। हामीले पशु स्वास्थ्य कार्यकर्ता 10 जना उत्पादन गरेका छौँ। उहाँहरूले चाहिँ 1 नम्बर, 7 नम्बर र 8 नम्बरको माथिल्लो भेगमा अहिले सुरु गर्नुभएको छ भने यता उँधोको भेगमा चाहिँ पशुपालन पनि त्यत्तिकै हुने। त्यसो हुँदाखेरि हामीले पशु अस्पताललाई चाहिँ व्यवस्थित गरेका छौँ। लगभग 22 लाखको औषधि पशु अस्पतालमा आएको छ। त्यहाँ अहिले डाक्टर साहेबको पशु अस्पताल छ। हामी गाउँघरमा जाँदा के भन्नुभयो भने त्यहाँ चाहिँ विभिन्न झन्झट पहिलेदेखिको दुःखले गर्दा अहिले कता सरेको छ हामीलाई पनि थाहा छैन। हामी जनप्रतिनिधिसँग टोलवासी कार्यक्रममा जाँदाखेरि चाहिँ थाहा छैन भन्नुहुन्छ। सायद त्यहाँ 50 रुपियाँको रसिद काट्दा नाम्लेको, जुकाको लगायत विभिन्न रोगहरूको पहिचान गरेर होइन त्यहाँ चाहिँ परीक्षण गर्ने, गोबर परीक्षण गर्ने, थुनेलका कुराहरू छन्, विभिन्न कुराहरू छन्। त्यो सेवा चाहिँ हामीले लिन सक्नुपर्छ। किसानहरूले त्यहाँ दिएको सेवा चाहिँ सबैसँग चाहिँ पुगेको रहेछ भन्ने कुरा हामीलाई पनि महसुस भएको छ। अन्तर समूह मार्फत पनि यी समूहमा यी सेवा पुगौँ र त्यहाँ चाहिँ लगभग 22 लाखको औषधि भनेपछि निकै ठुलो औषधि आएको छ। औषधिहरू अलिक सस्तोमा पनि आउँछ। त्यसो हुँदाखेरि यो सेवा लिन पनि हामी पशुपालक किसान दाजुभाइहरूले चाहिँ त्यो सेवामा पनि जोडिन सक्छौँ। बेला बेलामा चाहिँ विभिन्न बिउ बिजनको बिउहरू, घाँसका बिउहरू पनि त्यो उसले चाहिँ पशु अस्पतालले चाहिँ अगाडि बढाइरहेको छ। यसमा पनि हजुरहरू अलिकति बढी जोडिन म अनुरोध गर्छु। यी बाल विकास केन्द्रको कुरा आयो, धेरै बाल विकास केन्द्र यसले स्थापना गरेको रहेछ। मलाई खुसी पनि लाग्यो। म त अर्को सुन्थेँ त्यो पोखरीहरू यसले हो या सिडिएफले हो, मलाई सिडिएफले होला होइन। यो बाल विकास केन्द्रमा चाहिँ अहिले पछाडि कुनै बाल विकास केन्द्र चाहिँ लेटाङ नगरपालिकामा दर्ता रहन्छन्। त्यो स्वयंसेविकाले चाहिँ पैसै खानु भएको थिएन। धेरैलाई दर्ताको प्रक्रियामा अहिले पछिल्लो समय ल्याएँ र ती सकाहरूलाई नगरपालिकाले पनि 7,000 रुपियाँ पैसा उताबाट 7,000 पैसा चाहिँ नगरपालिकाकै स्रोतबाट सबै बाल विकास केन्द्रको लगभग निकैजना हुनुहुन्छ उहाँहरूलाई चाहिँ नगरपालिकाले सपोर्ट गरेको छ। 3 नम्बरको कुरा गरिरहँदा केही भवन निर्माणलाई पनि हामीले पैसाहरू छुट्याएका छौँ भने अरू पनि बाल विकास केन्द्रहरूलाई चाहिँ अलिक अगाडि बढाउनुपर्छ कि भन्ने हाम्रो ध्यान गएको छ। मलाई अलिक खुसी पनि लाग्यो। त्यतिखेरदेखि हरेक साना साना बाल विकास केन्द्रहरूलाई शुद्ध हेरेर चाहिँ यो संस्थाले अगाडि बढाएको रहेछ। अरू पनि धेरै कुराहरू मैले यो संस्थाका देखेँ ताकि हामी बच्चा हुँदाखेरि नै यो संस्था जन्मिएको 39 सालदेखि चाहिँ यसको अवधारणा सुरु भयो। पछि दर्ता पछाडि आएर भयो। तथापि पनि यसले गरेका कामहरू धेरै क्षेत्रमा रहेछन् भन्ने कुरा हामीलाई महसुस भएको छ। यही अन्तर्गत चाहिँ 809 को उहाँ चाहिँ सारा किसान खोलिएको छ। त्यसले पनि आफ्नै हिसाबले चाहिँ कामहरू गरिरहेको चाहिँ छ। यसले गर्दाखेरि लेटाङ नगरपालिका आफै चाहिँ कृषिको क्षेत्रमा हात हाल्ने भन्दा पनि यस्ता संस्थाहरूले चाहिँ विविधीकरण गर्ने, बजारीकरण गर्ने अथवा लेटाङका उत्पादनहरूलाई चाहिँ बजारसम्म पुर्याउने कुरामा सपोर्ट गरौँ भने कोल्ड स्टोर भन्दा पनि अघि अस्ति पनि मैले अरविन्दजीसँग कुरा गरेको छु। त्यो चाहिँ एउटा कोठालाई मात्रै चिस्यान बनाएर पनि सागसब्जीहरू, फलफुलहरू राख्न सकिने रहेछ क्या। त्यसको पनि केही चाहिँ उपायहरू हुने रहेछ क्या। कोल्ड स्टोर चाहिँ अलिक ठुलो स्केलमा भयो तर कोठैलाई पनि चिस्यान बनाएर राख्न सक्ने अवस्थाहरू पनि हुँदो रहेछन्। त्यस्तो भयो भने चाहिँ यसले लेटाङ आउँदा के पाउने त? टमाटरको सिजनमा टमाटर पाउँछ भने त्यसलाई अलिक पछिसम्म राख्न सक्यो भने पछिसम्म चाहिँ हामीले पनि सहज ढङ्गबाट पायौँ। किसानको पनि मोल चाहिँ राम्रो भयो। ती सँगसँगै यहाँ उत्पादित वस्तुहरूलाई चाहिँ बजारीकरण गर्ने कुरामा चाहिँ यस्तै संस्थाहरूले, साना किसान अथवा कृषिसँग जोडिएका संस्थाहरूले सहयोग गर्नुभयो भने पालिकाले चाहिँ त्यहाँ पार्टनरसिप गर्ने हो कि पालिका आफै जाने भन्दा पनि त्यसलाई पार्टनरसिप गरेर चाहिँ सहयोग गर्ने हो। यस्ता पनि नगरपालिकाको चाहिँ ध्यान जानेछ भन्ने